नमस्ते सबैजनालाई। यो चाहिँ मेरो पहिलो भिडियो रहेको छ र यसमा चाहिँ मैले तपाईहरुलाई कसो कसो गरेर चाहिँ ठाउँहरु बनाउने भनौँ भने चाहिँ ल्यान्ड प्रिपरेसन भन्छ। कसरी यसलाई बिछाउने प्लास्टिक छ भने र यो कुराले चाहिँ कसरी बेसी मात्रामा तपाईलाई फाइदा हुन्छ भने देखाएको छु है। हुन चाहिँ यो कुराबाट तपाईहरुले बेसी मात्रामा रिजल्ट पाउन सक्नुहुनेछ है। र यो चाहिँ भएको छ यसको यो भिडियोको पिछेको 2 महिनाको पिछेको यो भिडियो रहेको छ। र यहाँ चाहिँ मेरो काँक्राहरु चाहिँ माथि झाँक्रातिर चढेर फुल्न थालेको छ र फुलेर मात्रै नभएर फल्नु पनि थालेको छ, देख्न सक्नुहुन्छ। र यस्तै 2 हप्ता भित्रमा यसको प्रोडक्टहरु पनि पाउने छु है। हेर्न सक्नुहुन्छ काँक्राहरु फलिरहेको छ र यसरी झाँक्रा लगाइदिएको छु। साइड साइडबाट उकालो चढेर चाहिँ माथि मचान भनिन्छ है, मचानमा गएको छ। साथैमा मैले तपाईलाई भेन्डीको पनि देखाइरहेको थिएँ। काँक्रा साथसाथै थियो, साइडमा मैले भेन्डीहरु पनि लगाएको थिएँ र भेन्डी यतिको भएको छ। यो चाहिँ वाटरमेलन छ नभएर यहाँ नाको ठाउँतिर चाहिँ मैले खाएको यो वाटरमेलन भनिन्छ। खरबुजा पनि लागेको छु र यो चाहिँ गोडाइ हुन्छ है, बेला बेला गोड्नु चाहिँ नेपालीमा भन्नुपर्दा जरुरी हुन्छ है, ताकि अझै मात्रामा मलहरु कतै नगएर त्यसलाई राम्रोसँगले पुगिरहन्छ। र यहाँ फुलिरहेको छ है, फुल्न थालेको छ। अन्त यहाँ फुल्नलाई रेडी भएको छ है। यो चाहिँ अलिक ठुलो भएछ है वाटरमेलन। र यसको फेदको चाहिँ अलिक टुक्राएर फ्याँक्न पनि हुन्छ, ताकि न्युट्रिसन चाहिँ एउटामा गएर असल प्रकारले जान्छ र फल्छ है। यसको चाहिँ यसरी गरेर फ्याँक्न हुन्छ। पुरानो पत्ताहरु चाहिँ यसरी चुटाउनु पर्छ है। रोप्ने चाहिँ थुप्रो रोपेको थिएँ तर 2टा मात्र आएको छ। यहाँको छ यो यिनीहरु चाहिँ सबै मेरो भएको छ।